तपाईहरु तालचा किन बन्द गर्नुभएछ? मुख्यतया जिल्ला हुलाक कार्यालय भनेर हुलाक भनेको अहिले हाम्रो हुलाकमा चाहिँ हुलाकको मुख्य काम भनेको चिठी पत्र बाँड्ने हो। त्यो काम गर्ने भनेको मुख्य हुलाकी हलकारा नै हो, जसमा अधिकांश साथीहरू हाम्रा करारका साथीहरू हुनुहुन्छ। उहाँहरूले को लगायत थाई कर्मचारीहरूको पनि विगत 2-3 महिनादेखि तलब र दसैँ खर्च आज 29 गतेसम्म पनि प्राप्त नहुँदा यहाँ चाहिँ तालाबन्दी भएको हो भन्ने काज जनताको अवरोध गरेर तपाईलाई के फाइदा? जनताको अवरोध जनतालाई पनि भइरहेछ नि। जनतालाई कामकाज अवरुद्ध भएर केही हाम्रा जनताहरू सेवाग्राहीहरूलाई हानि भइरहेको होला। यद्यपि सेवाग्राहीहरूले पनि के कुरो विचार गर्नुपर्छ भने यहाँका कर्मचारीहरू जसलाई जति नै यहाँ विभिन्न अतिरिक्तका साथीहरू हुनुहुन्छ, करारका साथीहरू हुनुहुन्छ, न्यूनतम पारिश्रमिकमा काम गरिरहेको अवस्था छ। दसैँको जस्तो महान चाडमा पनि उहाँहरूले हामीले तलब पाएको छैनौँ। त्यो कारणले उहाँहरूको पनि घर कसरी चल्छ भन्ने समस्यामा आहत भएर मात्रै हामीले अवरोध गरेका हौँ। हामीले पनि यति दिनसम्म कुरेको हो, कुनै छाटकाट नदेखेपछि बाध्य भएर हामीले चाहिँ यो कामकाज ठप्प गर्न र यसबाट परेको समस्याको लागि हामी सेवाग्राहीहरूसँग क्षमा याचना पनि गर्न चाहन्छौँ। कति दिनको तलबहरू बाँकी छ तपाईहरुको? हाम्रो चाहिँ मुख्यतया भदौ, असोज र यो दसैँ खर्च बाँकी छ लिनुपर्ने। अन्त यसमा के छ तपाईहरुलाई यो जबसम्म यो पुरा तपाईहरुको तलब आउँदैन तबसम्म यो बन्द राख्ने हो? हामी कामकाज अवरुद्ध गर्छौँ, त्यसपछि हामी अब पछि पुनः छलफल गरेर अब आन्दोलनको कार्यक्रमलाई अझ सशक्त बनाउने प्रयास पनि गर्छौँ। अनि अर्को कुरा पनि सुनेको छु, तलब नदिने के मुख्य कारण तपाईहरुको? अब यो मुख्य कारणहरू त अब त्यही अब यो के हो कारण भन्ने कुरो चाहिँ हाम्रो कार्यालय प्रमुख सरलाई नै थाहा होला। सर, हामी तलब चाहिँ पाउनु पर्यो।